माननीय सदस्यहरू बसौँ। माननीय सदस्य, म तपाईलाई हाम्रो नियमावलीको नियम 21 को खण्ड घ आकर्षित गर्न चाहन्छु। माननीय सदस्य, तपाई अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक व्यवहारहरू नदेखाउनुहोस्, त्यस्तो अभिव्यक्ति नगर्नुहोस्। त्यसले गर्दाखेरि संसदमा जे गतिविधि देखा परेको छ, म माननीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दछु। तपाईलाई माननीय सदस्य अमरेश कुमार सिंह, तपाईले जुन व्यवहारहरू देखाइरहनु भएको छ, त्यसले गर्दा म हाम्रो नियम 30 को आधारमा म तपाईलाई चेतावनी दिन चाहन्छु। तपाई आफ्नो ठिक ढङ्गबाट बस्नुहोस्। तपाईलाई म चेतावनी दिन चाहन्छु। तपाई यो अशिष्ट व्यवहारबाट फर्केर आएर बस्नुहोस्। ल, माननीय सदस्य, म बैठकबाट माननीय सदस्य अमरेश कुमार, तपाई शिष्ट व्यवहार देखाउनुहोस्। तपाई असभ्य व्यवहार नगर्नुहोस्। तपाईलाई मैले चेतावनी दिन्छु। तपाई फर्किनुहोस्। आफ्नो सभ्यताका साथ आफ्नो कुराहरू नियमअनुसार राख्ने कुरामा लाग्नुहोस्। म तपाईलाई हाम्रो नियमावलीको नियम 30 अन्तर्गत बैठकमा यस्तो खालको व्यवहार नदेखाउनको लागि चेतावनी दिइसकेको छु। तपाई ठाउँमा आएर बसेर अनुशासित हुनु भएन भने तपाईमाथि थप अन्य कुराहरू हुने कुराको जानकारी गराउन चाहन्छु। माननीय सदस्यहरू बस्नुहोस्। तपाई बस्नुहोस्।